गोलबेडा हाल्नको लागि टमाटर गोलबेडो दिजु प्लास्टिक तरकारी यो चाहिँ अब यसलाई धोइ पखाली सफा गरेर पर भुटेर सराप सराप खाने हो साथीहरू। निउरो कालो निउरो अनि साथीहरू तपाईहरु कोले चाहिँ यो कालो निउरो खानु भएको छ अनि कसैलाई मन पर्छ कमेन्ट गर्नुस् है। मलाई चाहिँ एकदमै मन पर्छ। अचारको लागि चाहिँ गोलभेडा पोल्दै छु। अचार नै खानु पर्यो नि त साथीहरू हैन। यता चाहिँ गोलभेडा पोलिदैछ अचार बन्नको लागि। अचार बिना त खानाको टेस्ट नै अधुरो के नपुगेको जस्तो हुन्छ नि त हैन। म चाहिँ अचार बिना खान सक्दिन त्यही भएर अचार पोल्दै छु। पिनको लागि रेडी अवस्थामा छ। लस लस पिसेपछि चाहिँ यसको हुन्छ टेस्टी टेस्टी अचार। साथीहरू अब चाहिँ खाना खाने बेला भयो। म चाहिँ माम खानु पर्यो अब त्यही भएर माम पस्किँदै छु। निउरो यो कालो निउरो कालै देखेको छ है। नामै काली निउरो अनि कहाँ गोरो हुन्छ त। म पनि वाउ निउरो निउरो इज लभ। फाइनली मेरो चाहिँ खाना रेडी भइसकेको छ। अब म खाना खान्छु है त साथीहरू।